हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल दोलखाली राइडर 07 मा स्वागत छ सबैजनालाई। फेरि पनि म न्यु डे न्यू भ्लग लिएर आइसकेको छु गाइज। सबैजनाले हेरिदिनु होला अनि अहिलेसम्म देखाइदिनु भएको मायाको लागि चाहिँ धेरै धेरै धन्यवाद। अहिले चाहिँ म चाहिँ यो के भन्छ यो खै रत्न पार्क होला सायद, रत्न पार्कतिर र आजको राइड चाहिँ रहेको छ काठमाडौँदेखि दोलखासम्मको गाइस। अब भनेको रत्न पार्क त यता रहेछ, भोटाइटी उता जङ्गल पुगिँदो रहेछ, सिधा गयो भने हुन्छ। अब हामी चाहिँ यहाँबाट भनेको नगरकोट हुँदै सिधै 5 खाल निस्केर जाने हो गाइस। हावाको बाटो त्यति राम्रो छैन, नगरकोटको बाटो चाहिँ अलिकति सर्टकट हो, मजाको नि सब बाटो। सो त्यही हो राइट केटाहरू। आजको मौसम चाहिँ यहाँनिर चिसो चिसो छ पुरा, घाम पनि मध्यम मध्यम देखिरहेछ अनि त्यो बवाल खाली खाली छ रोड पनि। भ्यू चाहिँ मक्खन आइरहेको केटाहरू, दामी खालको क्वालिटीको क्यामेरा अथवा फोन भए बवाल देखाउँथे। अब गरिब मान्छे पऱ्यो, अब छैन धन पैसो, त्यस्तै हो केटा। जे जस्तो छ त्यही हेरेर सपोर्ट देखाइदिनु पऱ्यो, त्यसैमा म खुसी छु। 150 जनाले हेरिदिनुहुन्छ त्यो यस्तो नै म खुसी छु। मलाई 1000 लाखले अहिले हेर्नु परेको छैन, हेरिदिनु भयो भने धेरै राम्रो। अब हेरिदिनु नै हुँदैन, अब के गर्नु होइन। हुन त 15,000 सब्सक्राइबर त हुनुहुन्छ नि, 15,000मा मरितरी 100 जनाले हेरिदिनुहुन्छ। झमै सबजना सहर छोडेर गाउँ पस्ने बेला गया। यो गाइस अब चाहिँ हामी नालाको बाटाको लागि छिरिसकेको छौँ। ठ्याक्क यो ठाउँलाई चाहिँ के भन्छ मलाई राम्रोसँग थाहा नै छैन गाइस होइन। यसो बोर्डतिर हेरेर चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ, दायाँ बायाँ हेर्दै के भन्छ कसो भन्छ। यो ठाउँको बारेमा त्यति धेरै आई डोन्ट ह्याभ टु मच नलेज अबाउट दिस प्लेस। म्याप चाहिँ रहेछ यहाँ गाइस। अब यहाँबाट त पुरा रास्ता मालुम छैन, मलाई पुरा याद छ, बाटो थाहा छँदैछ। अघि उताको चाहिँ त्यो हाइवेतिरको चाहिँ झुकिने भएर कहाँ कहाँ घुम्यो केही छैन। यस्तै हो पारा मेरो, यस्तै हो होइन। यहाँबाटको त अब पुरा लभली पारामा थाहा छैन मलाई, साइड मिरर हेर्दै जानुपर्छ। अङ्कल कता बस्छ, यता चाहिँ पुरा इँटाहरू छ देख्न सक्नुहुन्छ। अनि यो चाहिँ ढुङ्गेन, यहाँ चाहिँ अलि खतरा खालको टर्निङ छ होइन केटा हो, अलिकति देखिँदैन। यहाँ चाहिँ मिरर चाहिने हो क्या, यहाँ फेरि यस्तो छ। यताको बाटो नि राम्रै छ, पुरा पिच छ होइन। कता कति चाहिँ अलिकति अफ रोड छ अनि थोरै जस्तो पार्ट चाहिँ अलिकति अफ रोड नै छ, मजा खालकै। त्यही सोलिङहरू बगरको ढुङ्गाहरू टाइपको छ, हल्का फुल्का, त्यति साह्रो अप्ठ्यारो नि होइन। अनि अरू भने त बाटो मक्खन छ। त्यसपछि 5 खाल निस्केपछि त ठिकठाकै हो। अहिले चाहिँ नाला छाप आइपुग्यो, यो यहाँनिर खोल्सा छ, खोला जस्तो। पहिला त यहाँ पुरा रड नै ठाडो परेर बसिरहेको हुन्थ्यो, अहिले त त्यो साइडबाट जानु नपर्ने रहेछ। पहिला उहाँ उयो तलबाट जानु पर्थ्यो कि अनि ठाडो परेर बसिरहेको हुन्थ्यो रड, अहिले यताबाट खोलिदिएछ। ठिक छ यताबाट खोलिदिएछ। ओके 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 यहाँ सट्टा पेपर कि त्यसलाई लानु पऱ्यो, अगाडि लाउनु पर्ला। हे यो नि डेन्जर खालको टर्निङ छ क्या। होइन जम मैले रोक्नु भने होइन। यताको जङ्गलको नाम चाहिँ मलाई थाहा भएन होइन, कसैलाई थाहा छ भने कमेन्टमा भनिदिनु होला। अनि यो जङ्गलमा नि बाइक कुदाउनु मन छ क्या मलाई, साइकलहरू त कुदाइरहेको हुन्छन्। के भयो फेरि यता बबाल मजा आउने खालको होला होइन। पहिला राजकुमार थापा मगरको भ्लग हेर्ने बेला
यसो साइकलहरू त बबाल कुदाएको दिन त मलाई चाहिँ बाइक कुदाउनु मन छ मिलेसम्म। अनि यो गुम्बा पनि भिजिट गर्नु मन छ, कहिले मौका जुर्छ। अब ट्याक्सीवाला र बाइकवालाको चाहिँ लफडा खडा हुन्छ है। त्यहाँ बाइकवाला आफ्नो गल्ती छ मान्दैन, त्यस्तो त्यो हेरेर त ओभरटेक हान्नुपर्छ नि हेर्ने। अलराइट गाइस, अङ्कल नि अब चम्के है। अब त यस्तो मजाको सिन देखिरहेछ कि है, हुसुहरूले पनि पुरा रुखबाट त्यो जङ्गलको बिचबाट भुस्सुहरू निस्किन्छ, हल्का घामको किरण बबाल वाला रोमान्टिक भ्यू देखिरह। रोमान्टिक वाला के हार्नु, रोमान्टिक भ्यू भयो नि। रोमान्टिक पारामा पछाडि ब्याग भिर्नु पर्यो। ओके, यहाँ चाहिँ हल्का हिलो आएको छैन र अङ्कलले उताबाट हाल्नुभयो, म चाहिँ यताबाट हाल्छु। अब उता त्यो के पो हुन्छ त्यो ठाउँ होइन, जे होस् अगाडि बाटोमा एक ठाउँ चाहिँ पिच पनि छैन, पुरा यस्तै धुलो हिलो हो कि। पानीबाट हिलो भएछ भने चाहिँ त्यहाँनिर चाहिँ केटा हो गाँड खुलित हुन्छ। मसँग चाहिँ केटा अब ब्याग स्याग छैन, खुल्ला पारामा छु म। मेरो ब्याग अगाडि आन्टीलाई दिएको, अनि अङ्कलहरूको ब्याग चाहिँ मसँग छ। के छ सामान आइडन न। यताको बाटो चाहिँ बबाल लाग्छ है केटा मलाई, चट्ट लगाएर होइन। रातो माटो छ क्या पुरै, बब्ली पारामा पुरै रातो माटो छ। पहिरो गइसकेको छ यही सिजनमा। हो यताको यो पानीहरू यो हेरेर त हिलो छ। ओहो भनेपछि बाटो बन्दै रहेछ यता। ठिक छ ल, कसरी डुमिना रहेर। डुमिना चम्केको अस्ति नै कस्तो भए भए यहाँ हिलो हिलो हुँदाखेरि अनि सुलित हुन्थ्यो अनि चम्किन्थ्यो मुला साग। एक्सपल्स भएपछि यतिको हुनुपर्छ है, यतिकै होइन। यहाँ अङ्कलसँग भएर क्या नभए मैले मेरो यो एफजेडले त्यसको बाप हानिदिन्थेँ, बाप। के सोचेको, बोलेरो बोलेरो र क्या हुआ एक्सपल्सको। हट खोला आयो कडा, खोला खोला, यो खोला। हेलमेटमै कसमसे खोला त सुकेछ त। हट बोलेरोको पछि लागेर नि हुन्छ त कहीँ कडा हो। बोलेरोको पछि लागेर त हुँदैन अनि कडा हो। यो यहाँ रहेछ नि त हिलो गाइस, हिलो यहाँ रहेछ भवाल पारामा। हो के गर्नुभएको दादा काका, हेरेर त ओभरटेक हान्नुहोस् कम्तीमा नि। अब डिस्कस गर्नु लाग्यो जस्तो नि ओभरटेक हान्दिनँ, सेट भइहाल्थ्यो नि। भिडियो पनि पाएँ क्या बोलेरोको पछि छु म, बोलेरोको। हे बोलेरो कन्टेन्ट त के खिचेको हो भने त कति पाएको कति। यहाँनिर आफ्नै कन्टेन्ट चाहिँ नहोस् होइन। बोलेरोलाई र ट्याउसीलाई जान दिउँ, स्कुटरलाई पनि जान दिउँ। सक्नुहुन्छ? कस्तो छ? अब ट्याउसी त्यहीँ फसे जस्तो छ सायद। बाफ रे बाफ। जानु बिस्तारै जानु। ओहो इट्स माई टाइम। यो केटा हो रिभर क्रस हान्यो है। माथिको खोलामा पानी थिएन,
दोलालालको बजार अब पुल आउँछ है यहाँनिर इन्द्रावती के अरे इन्द्रावती नदी पुल बवाल बवाल पारामा केटा हो पुल यही हो होइन देख्न सक्छौ उता यता पुल छ क्या हातै गलिसक्यो खोला नि छ दामी पारामा सो यो चाहिँ हो दोलाल घाट दोलाल घाट दोलाल घाट दोलाल घाट हाम्रो दोलाखा सुरु हुन्छ गाइस हाम्रो दोलाखा यो दोलाखाको गेट होइन स्वागतै बबाल खाल्डाखुल्डीले छपाए कसम फेरि यहीँ होइन यहाँ त किन त हिलो थियो पुरा हिलो 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 थियो त बोर्डरको सुरुवातै यस्तो रहेछ के हो भन्नु हामी चाहिँ अब सिन्धुपाल्चोक क्रस गरेर दोलाखा छिरिसक्यौँ अब यहाँबाटको इलाका चाहिँ दोलाखा हो दोलाखा सुरु भइसक्यो दिस इज दोलाखा आहाल डाँडा है केटा यो आहाल डाँडा यताबाट भ्यू पनि अलिअलि हेर होइन खरिडुङ्गा तर सबै हुस्सुले छेक्या छ कि के देखाउनु भ्यू हेर्नलाई त अलिकति बिहानको टाइममा चाहिँ भबाल क्या उताबाट पनि पुरा आकाश खुल्या बेला त यहाँबाट यस्तो दामी हिमालहरू नि देख्छ होइन आँखै लोभ्याउने गरेको बबाल हुन्छ क्या होइन कस्तो एक्सप्लेनै गर्न सक्दिनँ क्या कति दामी देखिन्छ भनेर अहिले हुस्सु लागेर छेक्दा त यति दामी देखिरहेको छु अब आई डोन्ट नो तपाईँहरूले चाहिँ यहाँ कस्तो देखिरहनु भएको छ यहाँ फोनबाट होइन यो मेरो भ्लगमा भिडियोमा चाहिँ कस्तो देखिरहनु भएको छ क्वालिटी कस्तो आइरहेछ एङ्गल के आइरहेछ थाहा भएन तर आँखाले चाहिँ गाइज यहाँनिर हेर्ने हो भने यस्तो बबाल आछ यस्तो बबाल आछ कसम यहाँनिर बाइक रन्काउन नि यस्तो मजा आउँछ ओहो यो हो नि त कसम खरिडुङ्गा चिसो हावामा होइन बाइक रन्काउँदा त कसम बबाल हुन्छ भने यहाँबाट चाहिँ अलिकति पहिरो गएको छ यति रोडै खल्लपै हुँदो गएको छ तलैसम्म गएको छ होइन तर पनि भाइ गाइस यो होइन एक्सप्लेन कसरी गर्नु बवाल छ यो खरिडुङ्गा गाइस दामी छ ओ कसम भनेको चिसो चाहिँ मजाको लास्टै चिसो छ होइन पनि रोकिनु पर्छ या पर्दैन त्यो त मलाई थाहा भएन गाइस हेरौँ के हुन्छ चरीकोट चरीकोट हजुर छ निकाल्नै पर्ने हो फोटो देखाउँदा हुन्छ कि फेरि यो सेटअप खोलिराख्नलाई अलिकति अप्ठ्यारो भएर हो क्या ए हुन्छ हुन्छ ओके गाइज ओके केटा हल्का फुल्का सानोतिनो चेकिङ पछि डकुमेन्ट फेरि ब्यागहरूमा छैन यो सबै सेटअप खोलिराख्नुपर्छ अनि के गर्नु त तेरो फोटो देखाइदिए नागरिकताको भइहाल्यो यो पोखरी पोखरी नै सुकिसकेको छ यहाँबाट चाहिँ गाइस फिल्म सिटी जाने है खरिडुङ्गाको फिल्म सिटी यता जाने हो रोड अफ रोड छ सुरुदेखि नै गाडीले ओभरटेक दिउँ छ्या कस्तो हेर्दैन अहिले थुक्दै होला अलिकति अगाडि भए भए त जिउभरि पर्ने चाहिँ अलिकति दायाँ बायाँ त हेर्नुपर्छ नि मिररमा यस्तो पागल पागल मान्छेहरू हुन्छ भने हो नि होइन जुम पऱ्यो भए के हुन्थ्यो पागल मान्छे
फुलबारी घुम्ती बबाल छ है यो केटा यो गाउँ पनि। यता नि बाटो त त्यही हो, के भन्नु। लास्ट दिक्क लाग्छ भने अलिकति पिच हुन्छ, रन्कायो त्यहाँबाट खाल्डाखुल्डी आउँछ, झ्याउ लाग्दो। कि त पुरै खाल्डाखुल्डी हुनु कि त पुरै पिच हुनु। यहाँनिर बबाल छ है केटा होइन। बर्खाको टाइममा चाहिँ यहाँको के भन्छ, बर्खाको टाइममा चाहिँ यहाँनिरको यो खोला चाहिँ बबाल देखिन्छ, यो झरना। अहिले त पानी सुक्या होइन, बर्खाको टाइम हुनुपर्छ, पानी बढेको हुनुपर्छ, कसम से भनेको। यहाँको यो भ्यू चाहिँ बबाल देखिन्छ। पानी परेको टाइम हुनु पर्यो होइन बर्खामा। अहिले त पानी नै छैन, सुक्खा छ, त्यही पनि यत्तिकै त बबाल त बबालै आइरहेछ। स्पेसली भने चाहिँ पानी पर्ने सिजन। अर्को भनेको यो पनि, यो नि बबाल आउँछ होइन। पुलबाट गइदिउँ क्या कसम, पुलबाट गइदिनु पर्यो यसो होइन, चट्ट लाएर। यो नि पारा अब चाहिँ बर्खालाई चाहिँ ढुक्क भयो के पुलबाट जानलाई। र त्यो पानीमा यत्रो भलाउँदाखेरि त कम मुस्किल हुन्थ्यो त। केटा बोच आइपुग्यो है यो, हामी चाहिँ अहिले बोचमा छौँ। 8 बोच दोलखा। वान पिस बाइक छ केटाहरू, यहाँ अगाडि वान पिस छ पुरा ब्रान्ड न्यू बोच किसिनी आइपुग्यो। अब धेरै बेर छैन, 1-2 डाँडा पारी त मेरो घर आइहाल्छ होइन, धेरै टाइम त लाउने होइन। घरमा पानी परे छैन अहिलेसम्म, अझै ऊ त्यो डाँडाहरू सब क्रस गरेर जान्छ केटा हो। अझै लाग्छ 15 मिनट जति त। यहाँ चाहिँ होइन कृषि सम्बन्धी सामानहरू बोट बिरुवाहरू पाउँछ, त्यही भएर नि होला सायद यो ठाउँको नामै कृषि भने। मैले सुरुमा किवी फल देखेको भनेको यही ठाउँमा हो। अहिले पनि यहाँ माथि माथि देख्न सकिन्छ आरुहरूको यो फुल फुलिरहेछ, आरु नै त होला यो। यस्तरी यो सिमभित्त, यो चाहिँ सिमभित्त होइन यो कसम हातै दुखिसक्यो। गएर सिधै रेस्ट हान्ने हो। सुन माथि बुद्ध पार्क छ, ओ माने पेम्बे, अब आई थिङ्क के हो त्यो, त्यही हो जस्तो त्यो लेखा छ माथि। 5 धारा भन्छ यो ठाउँको नाम चाहिँ होइन, 5 धारा भन्छ। यहाँनिर चाहिँ धारा छ आयो। अनि चाहिँ भनेको यहाँबाट यता माथि साइड गयो भने चाहिँ कालिम्चोक हो। अनि एकदम माथि चाहिँ कालिम्चोक हो। के छ भर्खर आएको दाइ, खाना खानुभयो? परेन अब यसो भर्खर आइपुग्दै अझै। ओके हस् हुन्छ एकदम। यो कम्पनी चोक है। अब चाहिँ मेरो घर आउन धेर छैन, धेरै पछि घर आइहाल्छ। यो बाटोमा नरन्काको कति भयो केटा हो। यो नयाँ अपडेट भएछ नि त, यहाँनिर यस्तो थिएन, फेरि सूर्यको चिनो रहेछ त्यहाँ। घर आयो भनेर रन्केर नि हुँदैन। अब चाहिँ मेरो घर आइसकेको छ, अलिकति पर छ मेरो घर। मेरो घर आइपुग्यो बल्ल तल्ल। सिधै माथि लिएर जाने हो, तलतिर त राख्ने त। ए बोजू, ए बोजू, ए बोजू, के छ हौ बोजू?
कहाँ हिँडेको हैट। ए बोजू के छ खबर? ला जेन्जी होटल एन्ड लज भनेर त्यहाँ रहेछ त। जेन्जी होटलमा ताल्छ छ। जा हाम्रो झोला बोकेर आइछ, नभए यो झोला नदिने। चाबी हाल्न ल हाले थियो त अघि। डिस्टर्ब नगर यहाँ, नगर्ने त्यो बिग्रिन्छ, बिग्रिराख त्यही माथि। औ यो यो हे 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 हे। माथि राख्ने होइन, यहाँ कहाँ यहाँ राख्ने होइन, कहाँ राख्ने? त्यही भएर मैले अस्तिदेखि नधोइराखेको हेर्नु मेरो झन् लुगा त नधोइ यही लाएर आएको। हेटौँडा जाँदा नि यही, उहाँबाट आउँदा नि यही। सो मेरो घर यही हो, मेरो मम्मी यही हो, हजुरआमै, भाइ, कुखुरा, बाबा तलतिर। बाँकी भने अरू भिडियोमा हेरौँला। आजको लागि यति नै, ओके बाई।